आजभोलि हाम्रो देशमा चाहिँ एकदम धेरै के नेपालीले नेपालीलाई नै आफ्नो दाजुभाइ दिदीबहिनीले आफ्नै दाजुभाइ दिदीबहिनीलाई हामी नेपालभित्र बस्ने एउटै परिवार हो नि त। आफ्नो परिवारको सदस्यले आफ्नै परिवारको सदस्यलाई यो अर्कै देशको हो, यो यसले चाहिँ विदेशी इसाराबाट चलेको छ, यो दलाल हो, यो यस्तो हो, यो नराम्रो हो, त्यो नराम्रो हो, यो यस्तो हो, त्यो त्यस्तो हो भनेर आफ्नैले आफ्नैलाई लान्छना लाउने चलन छ के। एउटा घरभित्र बस्ने परिवारमा एउटा दिदीले एउटा बहिनीलाई लान्छना लाउँदा, एउटा दाजुले एउटा भाइलाई लान्छना लाउँदा कस्तो हुन्छ भनेर सोचौँ। एउटा घरमा त्यस्तो हुन्छ नि, हाम्रो देश पनि एउटा घर जस्तै हो नि। आफ्नो घरभित्र एउटाले अर्कोलाई लान्छना लाउनु भन्दा हाम्रो देशलाई कसरी एकदम विकास गर्न सकिन्छ, देशमा कसरी रोजगार सिर्जना गर्न सकिन्छ, सबैभन्दा पहिलो प्राथमिकता भनेको रोजगार कसरी बढाउन सकिन्छ, काम गर्न सक्ने इच्छुक व्यक्तिहरूलाई धेरैभन्दा धेरै काम कसरी दिन सकिन्छ, कस्तो खालको नीति नियम व्यवस्थापन कृषि क्षेत्रमा, जलविद्युतको क्षेत्रमा, टुरिज्मको क्षेत्रमा या अरू हाम्रो देशमा भएका सम्भावनाका क्षेत्रहरू के छन्, कुन ठाउँमा कुन विशेष सम्भावना छ भनेर पहिचान गरेर हाम्रो देशलाई जुरुक्क माथि उठाउनु पर्ने ठाउँमा यो विदेशी दलाल हो, त्यो विदेशी दलाल हो, यसले देश बिगार्छ, यसले देश खान्छ भनेर आफ्नै दाजुभाइ दिदीबहिनी बिचमा लान्छना लगाउने जुन छ नि आत्मसम्मान, नेपालीको आत्मसम्मान गुमाउने कामहरू, गुमाउने कुराहरू सुन्दा आफैलाई नेपाली हुनुमा पनि कहिलेकाहीँ किन नेपाली भइएछ भने जस्तो पनि लाग्छ कि।